कहिले राति तपाईँ यस्तो घरमा जानुपर्छ जहाँ सालौँदेखि मान्छे बस्दैनन्। तर आज म एक्लै गएर त्यो घरलाई एक्सप्लोर गर्नेछु। त्यति मात्रै नभएर आज राति म यस्तो ठाउँमा जानेछु जहाँ मान्छे राति जाँदै जान्नन्। सो अहिले 2:18 भइसकेको छ रातिको होइन। अनि यहाँ पुरा सुनसान छ र जुन हामीले घर एक्सप्लोर गर्ने भनेको त्यो यही घर हो जहाँ यसलाई सालौँदेखि मेरो हिसाबले त सालौँदेखि मान्छे कोही बसेको छैन। त रियली गाइज मलाई एकदम नै डर लागिरहेछ यहाँ। खुल्यो गाइज। त के रहन्छ त हेर्नु पुरा माथि हेर्नु यो पुरा कति वर्षदेखि नखुलेको हेर्नु भइसक्यो। तर यहाँ खासै के रहन्छ